हेलो साथीहरु, फेरि पनि स्वागत छ मेरो न्यू भिडियोमा। आज धेरै दिनपछि म भिडियो लिएर आउँदैछु। आज चाहिँ हामी घुम्न जाँदैछौँ। कहाँ जाँदैछौँ रे दिदी भनिदिनु त? नुवाकोट जाने हो केबल कारमा। आन्टी हजुर, हामी कहाँ जाँदैछौँ रे? नुवाकोट केबल कार जान्न। पछाडि चाहिँ खै को चिन्दैन म। तर बाटो चाहिँ यस्तो खतरा पुरा सिडी मात्रै छ। हिँड्दा गाह्रो भइसक्यो, पसिना आएर पुरै। अरू हाम्रो साथीहरू अझै अगाडि गइसक्नु भयो। हामी 3-4 मात्रै हिँड्न नसकेर यस्तो छ। जङ्गलै जङ्गल, के को बुटा हो थाहा भएन। छिटो आउनु है, छिटो आउनु है आन्टी, छिटो आउनु है। ल हाम्रो साथीसँगै चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ है। यता आउँदै हुनुहुन्छ आन्टीहरू। उकालो सिडी हिँड्दै अहिले चाहिँ अहिलेसम्म ठाउँ छ। सालको बुट्टा छ यता पनि चाहिँ पुरा लामा। यहाँ मेरो जेठानी दिदी जेठाजुदाई अझै अगाडि अङ्कल होइसिन्छ। त्यो आइपुग्नलाई है साथीहरू। हामी केबुल कार चढ्ने भनेर आज आएको, तर हिँड्दा पसिना भए जस्तो छ साथीहरू। हेर्दै गर्न डुबेर। ओइ छिटो आउनु। तल आउँदै हुनुहुन्छ। ल यहाँ चाहिँ मेरो जेठानी दिदी है। मेरो बुढा त कता हरायो। ठरमा फेरि म क्या हो। र साथीहरू आइसक्नु लाग्यो। छोडेर बिग्रेको कपडाहरु मैला हुन्छ। स्वागत छ मेरो भिडियोमा। एकदम कन्टेन्ट हो। हजुर यता चाहिँ पसल भोलाहरू कानेको तापेको बोला छ कि बोला उमाला। यी साथीहरू हामी चाहिँ आइसक्यौँ है। यो बाटो फेरि उता जाने होला। कता? यता होला नि। यहाँ पिच रोड यहीदेखि अन्टी एउटा अघि आइसक्नु भयो होला होइन। हेलो गाइज, के पाउँछ नानी? ल बाई हामी चाहिँ आइसक्यौँ है। हेर्न सक्नुहुन्छ साथीहरू, हामी चाहिँ केबुल कार चढ्ने ठाउँमा आइसक्यौँ। यस्तो ठाउँ रहेछ। फर्स्टचोटि है हामी चाहिँ। कताबाट? यता आउँदै हुनुहुन्छ तलतिर। नमस्ते, स्वागत छ आन्टी। बहिनी स्वागत छ। के नमस्ते गर क्या? केही हुन्न ल के र भाग्य माने भए। अर्को साल घरले छोरा पाए। यहाँ चाहिँ हिँडेर आएको धौ भएर बस्नु भएको। अझै आउँदै हुनुहुन्छ। चाहिँ काउन्टरतिर जान लाग्छ नि साथीहरू। ल साथीहरू हामी चाहिँ प्रवेश गर्न लाग्छौँ है काउन्टरतिर। यहाँ चाहिँ के रहेछ? के हो यो अङ्कल? खास कताबाट हो जानु? यहाँदेखि
टिकट काट्न पर्ने होला नि टिकट काट्ने होला नि हजुर एउटै छ यति सानो बच्चाको नि लाग्छ बच्चाहरू पनि चार चार 8 जना 1 2 3 4 ठुलो 8 जना अरू बच्चाहरू छ बच्चा कति चिन्ता 4 आचार 12 जना हुनु भएन बाबुले हाइट नपाउँछ हाइट पनि नाप्नु पर्छ नानु अरूको खुल्ला छ अनि ऊ स्कुल कार्ड यहाँ काट्ने टिकट र साथीहरू हामी चाहिँ जाँदैछौँ भित्र कता माथि हो यहाँ पानी धारा यो खाने पानी हो यता पनि रहेछ हामी चाहिँ जाँदैछौँ सकेर ल्याएको छैन यता कति राम्रा हो फुलहरू के हो त यस्तो गरेको माथि त जानु लाग्छ त आउने दिन यो हेर्नलाई त सब यता कम्पाउन्ड बारे छ त्यहीबाट टिकट काटेर मात्रै आपाहरू न त पाइन्न हेर्न त अनि केबुल काट्नु चढेको फेरि छुट्टी हो होइन यही हो त्यही हो के यहाँ चाहिँ यस्तो रहेछ घुमिरहनु पानी बगिरहेको काङ्काहरू हेर्न सक्नुहुन्छ साथीहरू यस्तो यस्तो ढुङ्गा गाडेर बनाएको छ ओ माई गॉड यो कमलको फुल जस्तो छ है अङ्कल आन्टी कमलको फुल जस्तै छ सानो सानो खटिरहँदा यस्तो रहेछ साथीहरू ठाउँ अहिले आएका फोटो चाहिँ जति गरौँ भित्र त यस्तो रहेछ यहाँ नि टिकट काट्ने हो अब त्यही हो टिकट टिकट दिन्छ नि यहाँबाट फेरि हाम्रो ग्रुप भयो के ग्रुप हो ए त्यो केटा त को छिटो मैले पिटा खान्छु तिमी छोडिदेऊ ला रिता छिटो अरू अगाडि गइसक्नु भयो हामी चाहिँ अर्कोमा जाने यस्तो रहेछ केबुल कार कुन माथि हो गए तिनी उता त्यहाँ जानुभयो हामी चाहिँ यसमा हो हामी यसमा जाने रे
खै त अङ्कल पनि कहाँ र गएछ ए हामी मात्रै हो यसमा बाहिर उता सबिनालाई छोडेर गए हाई ल हिँड्ने हो साथीहरू कहाँ त पुगेन त्यही त हो नि तिनीहरू टोली होइन यति पुगेर रहेछन् यतिको ग्यापमा हुने रहेछ कि यो पुरै लुठो नाच्नु त हो नि तल बदेखि आएको हामी चाहिँ त्यो खाली त एउटा चढेर आयो भर्खरै फेरि यतै आइरह हुन्छ रोक्दैन कि यिनीहरू खाली भएन आएको आयो हिँडेको रोक्नै मिल्दैन त्यो लुठो घुम्ने कस्तो रिगा जस्तो भयो मलाई त पारी पारी हेर्नुपर्छ यिनीहरू खाली हिँडिरहेको खाली नम्बरहरू रहेछ त्यो बाइक साथीहरू अझै आएको छैन हामी ओ माथि पुग्ने यहाँ छिन्दा रहेछ बल्ल ओहो तल हेर्दाखेरि त तल्लै देखिन्छ कुन हो ऊ माथि डाँडामा पुगेको दिदीहरू कि अझै माथि अगाडि उकालो जाँदाखेरि यहाँ चाहिँ मैले ढिलो हिँड्ने जस्तो गर्छ के ओह्रालोमा ढिलो हिँड्ने तल खोला छ यो आफै हिँड्ने हो कि अरूले गरिदिइराख्ने त्यहाँ मोटर हो कि घुम्ने यसमा भाइ मोटर घुमिरहेको छ कताबाट त हावा आए सुरु यहाँ माथि छ माथि पेन्ट एयर कन्डिसन जङ्गल छ ल हे यो पल्लो क्याम आइसक्यो अब होइन अर्को के ए आइसक्यो यो अर्को टोली बसिसक्यो मूर्ति पो हुन्छ अब हामी बस्ने ठाउँ आइसक्न लाग्यो रोकिने ठाउँ केबल कारबाट नि यहाँ मूर्ति रहेछ के झर्ने ठाउँ आयो साथीहरू हामी होइन अर्को टोली हो बस्यो 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 अर्को अगाडि आएको टोलीहरू बस्यो 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 ढोका खोल्दियो अरे नुहाकोट आइयो हामी हामी झरीमै हामीभन्दा अगाडि आएको थियो गर्नेमा कोही कोही ठाउँ होइन हामी झरिसकेपछि साथीहरू यहाँ तल यस्तो रहेछ हामी चाहिँ केबल कारबाट झरेर पनि तल झर्दैछु खिचन हामी चाहिँ अब केबल कारदेखि झरेर अब घुम्नलाई लियो फाइनल्ली नुहाकोट आइपुग्यो जाने क्या अब मन्डेतिर जाने अब जान्छ अब बोलेको अलिअलि
यो चाहिँ के को मात्रै सीता छ बुद्ध के भन्नु नाङ्गै छ यो कस्तो देखाएको माथि माथि पछि पछि हामी चाहिँ घुम्दैछौँ साथीहरू टेबल कारबाट झरेर पनि अब कहाँ जाने हो त यो कता थियो बोल्दै नकै यहाँ थियो कि आहा भन्नु निक्लिएर आहा बन्दै रहेछ बगर केबुल कार चढ्न भइगयो त चढ्यो चाहिँ घुम्दैछौँ यता के बन्दैछ साथीहरू यहाँ पारीको जस्तै यहाँ त्यो पानी चुने गराउनु लाग्यो होला न यहाँ बन्दै रहेछ केबल काट्यो त्यस्तो यो के को बुटा हो र उसको जस्तो मन्दिर उता हो भ्युटार भन्ने त्यहीँ जाँदैछौँ साथीहरू धौ भइसक्यो बाटो यस्तो खतरा रहेछ जोडीले किन मलाई हेर्छ यार तिमीले नबताएर हामी पनि जोडी भएर नहिँडेर तिनीहरू जस्तो जानु के हात गाँस्न अघि टाँसिँदै हिँड्ने भने र आफ्ना बुढासँग किन नहिँड्ने आफ्नो अब यता कपाल यस्तो खानाले टिकटकमा पोस्ट गरिदिन्छु मैले अहिले रोक्नु हामी चाहिँ हेरेको किन घर राखेर बोलाउनु पर्थ्यो त बोलाएर आउनु पर्यो जोडी हुनलाई खुट्टा दुखिरहेको यता त सेम उता हाम्रो दाङतिरको जस्तै हुने रहेछ है आउँछु भनेको पहिला अनि त्यसपछि ओइ मोटामोटी यता हेर पर्ख्यो कि कति छिटो हिँड्ने आऊ र पसिनाले बिहाल भइसक्यो मेरो हालत खराब भइसक्यो यस्तो बाटो हिँड्दा हिँड्दा भ्यू टावर हेर्न आएको त यस्तो पो रहेछ भ्यू टावर होइन कि भ्यू यहाँ त देखिने ठाउँ भ्यू ओ भ्यू टावर हेर्न आएको हेर है आज मौसम क्लियर नभएर केही देखिया होइन यस्तो रे बुटोल बजारै देखिया होइन यहाँदेखि पल्टिने त तल पुगिन्छ होला नि कति भिड छ त अनि छिटो आयो है भ्यू टावरमा बस्नु यहाँ चाहिँ के छ नि फोहोर छ्या धोवायो नानी छिटो आऊ के भ्यू टावर हेर्ने न र भ्यू टावर हेर्न ए हामी भ्यू टावर निस्क्यौँ यहाँ आउँदै हुनुहुन्छ मेरो देउरानी हामी बुटोलको भ्यू हेर्न आएको ए यस्तो हो छ मेरो बच्चा हाई हाई नमस्ते गरिदेऊ आन्टीको भलकमा स्वागत छ छोरोलाई नमस्ते गरिदिनु न नमस्ते दुर्बिया हजुरको स्वागत
हजुरको स्वागत फला चाहिँ केटा टारबाट हेरेर पनि झरिसकी मन यता हेर न कस्तो लुकी यो चाहिँ उस हो कि भ्लग हो कि भ्लग शीतल दिदीको भ्लग हो गाइज भ्यू टावर कस्तो लाग्यो शीतल दिदी हिँड्नै सक्नु भएन हिल लाएर आउनु भयो हामी घुमेर पनि यहाँ चटपटे बनाएर खान लगाएका छौँ साथीहरू यहाँनिर बसेर गाइजहरू अब हामी चटपटे खाँदैछौँ मलाई हाँसो लाग्छ तपाईँ के वाली अरे प्याज वाली तपाईँ फेरि हाम्रो चटपटे रेडी भएर नि खाना लागिसक्यौँ केटाकेटीलाई प्लास्टिक दिएर त्यस्तो चोर्दै खान त पाइन्न भो घोप्टो उता तिम्रो आसनबाट हो कुरकुरे रोजिराख के यस्तो गर्न त पाइन्न कि रोस्नी खानु पर्ने भित्र आइदिनु ल हामी चाहिँ खायौँ है हामी सुरु गरेको चेस गरौँ न ल चेस हातमा लिएर ल ल चेस तिमीले ल्याऊ त ल ल छिटो तर यत्रो त नहाल्नु क्या मुखमा जोडीहरू आहानु केटीले त्यस्तै गरेर हातसम्म हिँड्न मन लाग्यो हाम्रो मोमो त एकै ठाउँ डल्ला पऱ्यो है चटपटे खाएर नसकेर यता फेरि मोमो चिसो भयो यार कसैले प्लास्टिक मोमो कति माथि लगेको र ल खाए म त मोमो खान्छु तँ बरु नखाने मोमो खै एउटा खान्छु है म गइसक्यो अब हामी यसमा जाने हो रोकेर नास्ता खाएर फेरि फर्किन लाग्यौँ है हामी
झर्ने बेला नै पछाडि पर्क्यो चारजना उठिन्छ अङ्कल आन्टी पुग्नु आन्टीहरू टोटल नउभि तल पुगिसक्यो तल ओह्रालै झऱ्यो ग्याप चाहिँ यिनीहरूले अटोमेटिक राख्दो रहेछ धर्म ब्रेक चाहिँ हुन्छ रहेछ ब्रेक पनि तारमा हुने रहेछ नि त तपाईँको ब्रेकको यो ठाडो ओह्रालो छ नि एकै सुर जाने त मुटु नै सिरिङ गर्थ्यो होला म त केबल कार चढेको पहिलोचोटि भनेको चाहिँ त्यो उसमा हो क्या गोर्खा म त पहिलोचोटि यहाँ ठुलो इच्छा थियो बसन्तपुर जानु होटलको भ्यू छ त्यो त हिँडेर गएको होला नि कसै राम्रो देख्यो भने यस्तै भर्याङ थियो क्या हिँडेर ठ्याक्कै पहिला चाहिँ उहाँ जानुपर्छ गुरुङ डाँडा बाटो छ क्या योसित 3 चोटि चाहिँ अब घरतिर फर्केको साथीहरू घरतिर फर्केको त माथि माथि चढ्ने काली गर्छन् का वहाँ तल